हेलो गाइस, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ ब्लगमा। र आज चाहिँ सन्डेको दिन हो र सन्डेको दिन चाहिँ म अलिक ढिलो उठ्छु किनभने मेरो ड्युटी चाहिँ हाफ टाइम मात्रै हुन्छ सन्डेको दिन। र यतिखेर चाहिँ म उठेर ब्रस गर्दैछु। अब ब्रस गरिसकेर चाहिँ म तपाईँहरूलाई देखाउँछु मेरो डेलीको रुटिन कस्तो हुनेछ। किनकि मेरो बिहान उठ्यो अफिस, बेलुका गयो अफिस, काम नै त्यही छ के मेरो। बिहान ड्युटी, बेलुका ड्युटी, आयो रुममा सुत्यो। र आज चाहिँ म तपाईँहरूलाई देखाउन जाँदैछु त्यो चिज चाहिँ म आज हजुरलाई देखाउन चाहँदैछु। म के गर्छु त बिहानबाट बेलुकासम्म भनेर तपाईँहरूलाई देखाउन चाहँदैछु। र हेर्नुहोला ब्लग अन्तिमसम्म हेरेर राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु हुनेछ भन्ने आशा राख्दछु। र अब चाहिँ म मुख धुँदैछु। मुख धोइसकेर चाहिँ अब म के गर्छु हेर्दै जानुहोला गाइस। अब चाहिँ मैले मुख धोइसकेको छु, लगभग मुख धोइसकेँ अब। अनि चाहिँ यहाँ मुख धोएर म अब भित्र गएर मुख पुसेर आइसकेको छु। र आइसकेर यहाँनिर अब ड्युटी जाने भएपछि त खाना सब्जी त बनाउनै पर्यो, खानै पर्यो। अब खाना बनाउनुको तयारी चल्दैछ। र यहाँ म अलिकति दाल लिएर दाल भिजाउनु आँट्दैछु, किनकि भिजायो भने चाहिँ राम्ररी पाक्छ दाल भनेर भिजाउँदैछु। अनि दाल भिजाइसकेर चाहिँ मैले यहाँ 3वटा आलु र तिते करेला लिएको छु। अब सब्जी केही छैन गाइस, यहाँ चेन्नईको ठाउँमा खानु पर्यो यही। अब के गर्नु, अब काट्नु थाले बसेर धमाधम, किनभने अब सब्जी केही नभएपछि त जे छ त्यही त खानै पर्यो। र म चाहिँ यहाँनिर आलु र तिते करेला काट्न थालेँ क्यामेरातिर हेर्दै, किनकि मेरो भिडियो बनाउने आदत छैन र क्यामेरामा बार बार आँखा गएको गए गर्दो रहेछ। र अब चाहिँ म आलु र तिते करेला काटिसकेर दाल बसाउँदैछु। अब दाल तपाईँहरू चाहिँ कसरी पकाउनुहुन्छ मलाई थाहा भएन, र म चाहिँ यसरी नै पकाउँछु है। पानी हालेर दाल हालेर अनि त्यसको बादमा अलिकति निमक हालेर अलिकति हल्दी हालेर अनि त्यहाँदेखि डाइरेक्ट छोपिदिन्छु। म चाहिँ यसरी नै पकाउँछु, तपाईँहरू कसरी पकाउनुहुन्छ। र अब चाहिँ म यहाँनिर दाल छोपिदिनेछु। निमक हल्दी मैले सबै हालिसकेँ। अब चाहिँ म यहाँ दाल छोपिदिनेछु। छोपिदिएर चाहिँ अलिकति 4-5 सिटी लागेपछि चाहिँ म नमाउँछु, किनभने यति मजाले पाक्दैन। यहाँको पानी चाहिँ अलिक नुनिलो हुन्छ, त्यही भएर 4-5 सिटी त लाउनै पर्छ। अनि म यहाँ अब ग्यास बाल्दैछु। अब ग्यास बालेर चाहिँ अब यो बसाइदिएँ। अब चाहिँ यो बसाइदिइसकेँ मैले। अब चाहिँ एकैचोटि स्किप गरेर अगाडि म बढ्नेछु। र मैले भात सब्जी पकाइसकेर म नुहाइधुवाइ गरिसकेर पनि म ड्युटी जानुलाई निस्किसकेँ गाइस। र अहिले चाहिँ म यो मेरो रुमदेखि बाहिरको भ्यू देखाउँदैछु तपाईँहरूलाई। यो चाहिँ मेरो रुमको छेउछाउको बाटो हो, रुम जाने बाटो हो। र आज चाहिँ असार 15 अरे गाइस, र मलाई चाहिँ दही चिउरा खानु मन लागेको थियो। र अब चाहिँ म यो दोकानमा गएर दही चिउरा कोल किनेर लिएर आउँछु। र अब चाहिँ म दही चिउरा कोल किनेर लिएर आइसकेर पनि फेरि ड्युटीतिर निस्किसकेँ गाइस। हेर्नु यो चाहिँ मन्दिर हो। यतातिर चाहिँ चेन्नईतिर चाहिँ साह्रै ठुलो ठुलो मन्दिर हुन्छ गाइस। एकदम भगवान् चाहिँ साह्रै मान्छन् यतातिर, बहुत पूजा गर्छन् क्या यतातिर। यहाँ हेर्नु न, फुल यस्तो दामी दामी फुलहरू फुलिरहेछ बाटोमा। र म चाहिँ निस्किँदैछु ड्युटी। अब धेरै टाढा त छैन, 5 मिनट 10 मिनट जस्तो लाग्छ मेरो रुमदेखि मेरो ड्युटीसम्म पुग्नुको लागि। र हेर्दै जानु होला अब अगाडिको बाटो। यतातिर चाहिँ नि गाइस यताको मान्छेहरू चाहिँ पूजा चाहिँ बहुत गर्ने के। बिहानै 4 बजी 5 बजी उठेर घरको अगाडि हुन्छ नि जुन हामीहरू तिहारमा बनाउँछौँ नि, त्यो के भन्छन् रङ्गोलीहरू हुन्छ नि, रङ्गोली बनाउँछौँ नि तिहारमा। हामी त वर्षमा एकपल्ट मात्रै बनाउँछौँ, तर यहाँ चाहिँ डेलीको रुटिन नै त्यही रहेछ कि। बिहान उठो, नुहाइधुवाइ गर अनि रङ्गोली बनाइहालो घरको अगाडि। सबैतिर यस्तै रुटिन रहेछ कि। यहाँ चाहिँ मैले धेरै जग्गा देखेको के, सबैतिर यस्तै हुँदो रहेछ। अनि राम्रो लाग्छ के। तर बिहान उठेर एउटा पूजापाठ गर्दाखेरि राम्रो लाग्छ होइन, रङ्गोलीहरू बनाउनु भनेको राम्रो हो। र यतातिर चाहिँ अब यिनीहरू कम्पनीहरू है गाइस, यिनीहरू चाहिँ ठुल्ठुलो कम्पनीहरू हो, बिजनेस कम्पनीहरू। अनि यतापट्टितिरको चाहिँ होटेलहरू हो। यिनीहरू चाहिँ यो चाहिँ होटेल हो। होटेल भन्नाले ठुल्ठुलो होटेलहरू, खाना खाने चाहिँ होइन, पास बस्ने होटेलहरू हुन्छ नि, यो चाहिँ त्यो हो। र यो चाहिँ मेरो ड्युटीदेखि रुम जाने बाटो हो गाइस, हेर्नु होला।
र अब चाहिँ म आइसकेको छु मेन बाटो र यतातिर चाहिँ मेन बाटो हो। यो चाहिँ उतापट्टिको चाहिँ मेन बाटो हो र यतापट्टि चाहिँ मान्छेहरू हिँड्छ, कोही कोही बेला इमर्जेन्सीमा बाइकहरू हिँड्ने हो। र देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ केएफसी छ है, केएफसी पनि छ यहीँनिर मेरो ड्युटीको छेउमा। र अब चाहिँ म ड्युटी पुग्नु आँटिसकेको छु। यो HCL टेक लेखेको चाहिँ मेरो अफिस हो गाइस, हेर्न सक्नुहुन्छ। जाँदैछु म ब्लग बनाउँदै बनाउँदै, कस्तो सरम पनि लागिरहेछ हो। कहिले बनाउँदिनँ मोबाइलले यसरी, मान्छेहरूले हेरिरहेछन्, सरम पनि लाग्दैछ हो। तर पनि जे हुन्छ हुन्छ, अब बनाउँछु भनेर ब्लग बनाउँदै जाँदैछु गाइस, हेर्न सक्नुहुन्छ। र उहाँ माथि चाहिँ हेर्नु मेट्रो बनिँदै आउँदैछ है, यहाँ चाहिँ ट्रेनको मेट्रो बनिँदैछ माथितिर, भर्खर बनिँदैछ, अब भइसकेको चाहिँ छैन, बनिँदैछ, भर्खर स्टार्ट भएको हो। 1-2 वर्षमा चाहिँ पुरै बनिसकिन्छ। र यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ घडीको यस्तो दामी दामी घडीहरू भेटिन्छ गाइस यो दोकानमा, एकदम स्पेसल, एकदम ब्रान्डेड घडीहरू भेटिन्छ यो दोकानमा चाहिँ। 1000देखि कम्तीको चाहिँ छैन के, 5000, 10000, 8000, 9000 सबै त्यस्तै हो क्या घडीहरू, बहुत दामको घडीहरू। र म चाहिँ अब आइसकेको छु गाइस अफिस, हेर्न सक्नुहुन्छ। र यहाँदेखि चाहिँ म स्किप गर्दैछु किनकि यहाँनिर स्कुटी छ, म स्कुटी लिएर भित्र जानुपर्ने हुन्छ। यो चाहिँ AWFIS लेखेको चाहिँ मेरो फ्लोर हो, 7th फ्लोरमा चाहिँ म काम गर्छु गाइस। र म चाहिँ अहिले स्कुटी पार्क गरिसकेर पनि लिफ्टमा आइसकेको छु। अब चाहिँ म लिफ्टबाट 7th फ्लोर जाँदैछु गाइस। र गाइस अहिले चाहिँ म अफिस आइसकेर ड्रेस चेन्ज गरिसकेँ। यहाँ हेर्न सक्नुहुन्छ मेरो फाइनल लुक्स भन्नु अरे नि त। म चाहिँ यहाँ अफिस आइसकेर ड्रेस चेन्ज गरिसकेँ गाइस। र अब चाहिँ ड्रेस चेन्ज गरिसकेर चाहिँ म आज असार 15 मनाउनु आँटेको गाइस। दही चिउरा खाएर, दही चिउरा चिनी कोल लिएर अब चाहिँ म यहाँ खानु बसेँ। तपाईँहरू पनि खानुभयो होला आज असार 15को दिन दही चिउरा। असारको 15 दही चिउरा खाने, साउने 15 खिर भन्ने त सुन्नुभएको होला नि त गाना, खानु होला तपाईँहरूले पनि आज दही चिउरा कोल। र म चाहिँ यहाँनिर अब दही चिउरा कोल सबै मिक्स गरेर खानु आँटेको। र आजको भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई भनिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। भिडियो कस्तो लाग्यो कमेन्टमा जनाउनु होला गाइस। हेर्न सक्नुहुन्छ अब चाहिँ म खानु आँटेको दही चिउरा मिक्स गर्दैछु। र राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, राम्रो नलाग्यो भने पनि कमेन्ट गरेर जनाइदिनु होला के भुल भएको छ। किनभने मैले फर्स्ट टाइम नै हो, यो दोस्रो टाइम हो मैले भिडियो बनाउँदैछु। बा एडिटिङमा मिस्टेक भयो कि बा रेकर्डिङमा मिस्टेक भयो, कमेन्ट गरेर भनिदिनु होला गाइस। अगर केही भुल भयो भने चाहिँ सरी भन्न चाहन्छु, नेक्स्ट टाइम राम्रो बनाउँछु, त्यही भएर कमेन्ट गरिदिनु होला तपाईँहरूले। र मैले चाहिँ खाएर टेस्ट गरेँ गाइस, दामी भयो। तर चिनी चाहिँ अलिक कम्ती भएछ, म चाहिँ अलिक चिनी धेरै खान्छु नि त, त्यही भएर चिनी कम्ती भएछ र म चिनी फेरि थप्दैछु। दामी लाग्यो। र आजको लागि चाहिँ यति नै गाइस। अब अर्को भिडियोमा भेट्ने छु। कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर कमेन्टमा लेखिदिनु होला के भुल भएको छ। बाई बाई गाइस।